आज हामीले गवाई सुन्यौँ। म 5 वर्ष भएँ, म 7 वर्ष भएँ, म 11 वर्ष भएँ, म 10 वर्ष भएँ। म अनन्तर शाखामा थिएँ। मैले पाउनुपर्ने कुराहरू मैले पाएको थिइनँ। आज जुन दिन सच्चाइ केन्द्र नेपालको भवनमा म उपस्थिति भएँ, मेरो उपस्थिति मैले जनाएँ, त्यो दिनबाट मैले साँच्चै नै मैले परिवर्तन पाएको छु। हो, हामीले हरेकलाई यो ठाउँ हरेकलाई हामीलाई मार्छु भन्ने शत्रुलाई पनि हामीले यो ढोका खुल्ला गरेका छौँ। एक दिन मर्छौँ, तपाईँकै हातबाट मर्न लेखेको रहेछ भने पनि हामी मर्छौँ, होइन? हामीलाई मार्छु भन्ने शत्रुलाई पनि यो ढोका सदैव सदैव खुल्ला रहनेछ। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसिमा करोड करोड धन्यवाद दिन चाहन्छु। किनकि मलाई थाहा छ पीडा भनेको कस्तो हुन्छ, वेदना भनेको कस्तो हुन्छ, तुच्छता भनेको कस्तो हुन्छ, अपमान भनेको कस्तो हुन्छ, त्यो मलाई राम्ररी थाहा छ। त्यसैले पनि त्यो अपमान यो सच्चाइ केन्द्रमा हुनु हुँदैन।